ल हामी चाहिँ हाम्रो पिकनिक स्पटमा आइपुग्यौँ। सिधै हिँड्नु त अगाडि त्यहाँ जाने त्यहाँ जाने कुन चाहिँ बिचको हाम्रो होइन कुन चाहिँ बिचको खोइ म त कता यो चाहिँ होइन के यो चाहिँ हाम्रो उ त्यो अनि अरू अलि उतापट्टि त्यहाँ हाम्रो मेन बस्ने हल्का यो यत्रो सानो त्यहाँ देख्दा सानो त भित्र फरकै छ नि म त अस्ति म आएको बेसी सानो पो छ त पकाउने चाहिँ कहाँ नि यही हो खोइ कहाँ ओदी भित्र कृष्ण तयार छ होला ल हामी चाहिँ बल्ल आइपुग्यौँ ल अब यहाँ सामान झार्ने हेलो 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 वेलकम वेलकम खोइ त अर्को दाइहरू त झर्नु भएन त दाइ दाइ नमस्ते खोइ त भन्छन् दाइ दाइ सुतिरहनु भयो दाइ 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 नमस्ते आएर रेस्ट गर्नुभयो यो सामान झार्नु पर्यो अब पहिला सामान झार म बस्ने चाहिँ यहाँ सानो हो त के हो यो चाहिँ केटाहरूको रुम भयो कि यो भित्र भएर कस्तो अप्ठ्यारो क्या ए खाने चाहिँ यहाँ खाने चाहिँ यसमा चाहिँ ओ त्यहाँ रहेछ कुर्ची थपेर बस्नु मिलिहाल्छ होइन चप्पल सप्पल यहीँ उभिएर खाने भयो ओ डियो के अरे आइस बक्स पनि रहेछ सामान झारौँ कहाँ त्यहाँ आइस हुन्छ त नि आउनु पहिला सामान झारौँ म बिचरा दाइ एक्लै भयो त्यहाँ सामान झारिसक्यो दाइले बिचरा कृष्ण दाइले सामान झारिसक्यो त घर हेरे हेरे दाइले सामान झारिसक्यो उनीहरू हेरे हेरे त्यहाँभित्र ल यो चाहिँ हाम्रो आजको पिकनिक स्पट यो चाहिँ यो त्यस्तो राम्रो ब्युटिफुल लेक ताल पनि देखिरहेको छ यहाँबाट है शीतल कस्तो राम्रो देखेको यहाँबाट जान्छ कि है ताल रोटी हाल्नलाई तयारी अब हामी चाहिँ प्याज काट्न कोही रोटी हाल्न यता केटी चेलीबेटी चाहिँ आज अहिले उपस्थित भएको जम्मा 4 मसुद गरेर 5 जना मात्र दाइ बस पानी हाल्नु के पानी जुस खानु आऊ दिदी आउनु ल यो चाहिँ ब्याक साइड अफ किचन होइन तयारी यस्तो हुँदैछ यहाँ कोही मासु चप्पल यही छ दिदी आउनु प्याज काटौँ हामी हाम्रो चाहिँ पिकनिक हुँदैछ फ्यामिलीद्वारा सुभाष दाइ कस्तो हुँदैछ भुइँला आफूले भन्छ है कस्तो हुँदैछ जल्दी भिडियो बनाइदिनु मेरो सबैलाई भेट्दै गरेँ चाहिँ मासु उमाल्दै
भिडियो बनाइदियो भने चाहिँ धुइले ल अहिले चाहिँ हामी यसो खाने साना प्रिपेयर गरेर खाना खाँदैछौँ। अब खाना खाएपछि फेरि कसिनुपर्छ। कति धेरै आइटम बनाएकै छैन अझै, तसम्म सबैले बनाउँदै हुनुहुन्छ। हाम्रो सेफ दाइलाई खानाको लागि धेरै धेरै धन्यवाद। सिटमा तपाईँको सिट कब्जा गर्ने को हो? तपाईँले खानु न दाइ भुल्यो न खाना बन्ने रोटी सोटी खाली ल कान्छी दिदी कता आउनुभएको तपाईँ? पिकनिक सलाद बनाउँदैछु म। ल घुम दिदी हजुर के छ? अचारको लागि गाजर कटिङ गर्दैछु। ल यता सोल्जुनी के छ? हाम्रो दाइको चाहिँ यहाँ हात थाच्छ भइसक्यो बिचरा। छैन नि भात पाक्नु पर्यो नि। भइसक्यो त्यही पनि हाम्रो यहाँ यो चाहिँ अचारको लागि हाम्रो मुल्स्यो म यल्सिमी खुर्सानी काट्दैछु है। बी केयरफुल। यता आएर हाम्रो मुना बहिनी अचारको लागि आलु काट्दै हुनुहुन्छ। यता हाम्रो दाइ चाहिँ वाता कता गर्दै हुनुहुन्छ। के को लाग्यो मनि दाइको पछि पछि जानु पर्यो यहाँ। यता आएर चाहिँ हाम्रो आजको हेड सेफ यता आएर चाहिँ दाइहरू अघि भर्खर आलु काट छिल्दै हुनुहुन्थ्यो। यता आएर के हो यो है? यता चाहिँ भुटन काट्ने टोली। एक्सक्युज मी यता हेरिदिनु न एकचोटि कस्तो होला। यता चाहिँ भुटन काट्दै हुनुहुन्छ। यता हाम्रो भाइ यल्सिमी के र धुइरहेको छ। यता हाम्रो सरजी चिकन कटर के अरे नेपाल गएर बुचर बन्नु है। पछाडि छ फेरि लुकी लुकी खुर्सानी काटेर। यता चाहिँ यल्सिमी चिकन हो कि के हो? कुखुरा त कालिज तर ठुलो त ठुलै छ है त है। यल्सिमी काट छाङ्गा लाएर काट कि कसम तेरो हात पोल्छ पोल्छ कि यो छाङ्गेको छु भनेको कस्तो होला? त्यस्तो फाल्नु पर्दैन पो त्यो यो लागि योलाई यो अलिअलि पखाला त फेरि पखालेर पानी भरिहाल्दा यसमा यो पानी तर्काउ कि है। हाम्रो दाइले यहाँ के बनाउँदै हुनुहुन्छ त? हाई हाई हाम्रो दाइले चाहिँ के बनाउँदै हुनुहुन्छ यस्तो हेरौँ न। यो चाहिँ खसीको मासु। वाउ अहिले चाहिँ भर्खर सबै हो दाइ यो थोरै हुन्छ कि हो? ए यता आएर चाहिँ भित्र लथालिङ्ग छ। यहाँ त के रहेछ दाइले मासु भुटिराख्नु भयो। तातो हुन्छ नि भित्र शीतल छ भनेको। शीतल हाम्रो कुखुरा काट्ने दाइ हेर्नु है। राम्रो छ त जस्तो सुकै भए पनि रोटी खान आउनु होला एभ्रिवान। यो सानोवाला प्यानमा चाहिँ भएको छ, यो ठुलोवाला प्यानमा कोर्छु कि।
हाम्रो दिदीबहिनीहरू यहाँ यल्सिमी अचार बनाउँदैछ होइन है यता देखाउनु त अनुहारहरू कमला दिदीको है अब हाम्रो चाहिँ यहाँ सेलरोटी लगभग पाकिसकेको छ बाहिर खानेकुराहरू पनि लगभग पाकिसकेको छ त्यो हो त्यो मुखबाट पानी परेको छ इन्जोय गर्ने हामी सबैजना मिलेर छिटाउनलाई हाम्रो दिदी हामी चाहिँ दिदीबहिनीहरू यहाँ चट्याक्क परेर फोटो खिच्नलाई रेडी ल यहीँ खिचौँ न यो कस्तो राम्रो आएको त यहाँ यो घरमा हेर्नु न खिचौँ न अहिले घुम्न ल ल सनसेट हेर्नु कस्तो राम्रो हजुर दाइ सारङ्गी यस्तो हो भिडियो खतरा सुल्टिनी क्या राम्री जुना जस्तो मुहार त्यही मुहारमा मान्छे छैन क्या सामान जानु हामीले गर्ने बसको सिट क्या धोएर राखेर चाहिँ लुचुप्पै भन्छ त भने अगाडिपट्टि खाली चिसो बनाले के कसरी चिसो त्यही त नि के धोएर राखेर चाहिँ लुचुप्पै भन्छ त म दिदी ए मुखको ओहो मेरो दिदी धेरै पैसा कमाएर जाने आज गुरुङ भाषा मन्त्र पढेर सुनाउनु भन्नु गुरुङ भाषा
छिटो बुहारी भित्र भन्नु न कता डोरा दिदिनु कता नसगने तपाईँको आँखा राम्रो हो कि सोनेर अरू हैन हैन सबै राम्रो साच्चै राम्रो हराउँदैन खोज्दै चाहिँ गाह्रो होला मान्छे त छैन कति अब अहिले कोही काम
तर यस्तो म त बखरा आउनु पनि बखरा आउनु मदन आयो आयो
यार यो मिर्लुङ आफै हो यार मासु पोलेर चोखे मत जरा त्यही हो शीतल धन्यवाद दिन चाहन्छु अनि नमस्कार साथीहरूलाई पनि भन्न चाहन्छु। अहिले आज चाहिँ हाम्रो यो औपचारिक कार्यक्रम नभएको कारणले चाहिँ मैले तपाईँहरू सम्पूर्णलाई एक एक गरी सम्बोधन गर्न सकिनँ। त्यसैले मैले आज हजुरलाई एकदम माया गर्छु। कमला दिदी देखेन त आजकल अहिले मिलाएर बिचमै बस्दिनु पर्ला आजसम्म चाहिँ। दाल डढ्यो होला हौ, दाल डढ्यो होइन? कस्तो बनाएको त नमस्ते है। कति रमाइलो भइरहेको छ। यता बसेर बोलिदिनुहोस् न त, यता यता कि यता। ओ यता तिनजनाहरू वेलकम गर्ने हो र।
खानु नि मुखमा के पक्का लिएर खाइसक्नुभयो यता चाहिँ जुन चाहिँ म्यामहरू एलसीबी काम गरिरहनु भएको छ यता चाहिँ होइन त खाना खानुभयो त है मिठो भयो तिमी त म भिडियो गर्न आएको त तिमी त यता पो एकाउन्टेन्ट सरलाई भिडियो गर्न आएको त एकाउन्टेन्ट सर त यतातिर पो रहेछ भ्लग बनाउनु पर्यो नि त भ्लग तर कस्तो आउँदो रहेछ के त्यो के अरे ब्लर आएको नाइट भिजन भएर होला पाहुनाहरू भन न रमाइलो भयो शीतल छायो बर्दी पलो यसरी त्यो लमजुङे समाजसँग भेट हुँदाखेरि त भोटेको काम गर्ने होइन म त सरदार जस्तो हो रक्सी पनि खाए डौरी डौरी आए लमजुङेको जङ्गार हेरी तर्छ लमजुङे समाजले पनि सिक्दै जानु पर्छ दसैँ खाना केरा संस्कार र संस्कृति भन्ने के हो आज लमजुङे दिदी बहिनीको ज्यानमा लुङ्गी हे रहर लाग्छ गाउने मौका मिले फेरि आउने लमजुङेको मायाले बुद्धिमान गुरुङ लमजुङकै हुनुहुन्छ नि एउटा राष्ट्रिय चाहिँ एउटा सम्पत्ति उहाँको मैले एउटा चाहिँ उहाँलाई पछ्याउँदै जाँदा उहाँको एउटा चेला स्वरूप मैले सिकेको हो तपाईँहरूसम्म चाहिँ प्रस्तुत गर्न पाउँदा मलाई खुसी लाग्यो अब चोरी हुन्थ्यो भने यो लामै हुन्थ्यो होइन एउटा गरौँ पगली बग्यो साला
गैरी पर्यो खेत परदेशको ठाउँमा पनि लम्जु समाजले यस्तो मेसो मिला थियो र पो तपाईँ हाम्रो भयो आज खेत फग्रिँदैको काउली ओछौ आज मसँग गीत गाउने अगाडि आइहाल बसी खाऊ साँच्चै भन्दा अगाडि आएर आज माया लाउँछु भनेपछि मैले धोका दिने छैन हो पिपलु छाया साँच्चै लाउँछु माया वरिष्ठ उपाध्यक्ष सरी माफ गर्नु ल भइसक्यो खै त यहाँ खाना खाऊ खाना कस्तो लागिरहेछ ल आज खाना कस्तो लागिरहेछ आज खाना तपाईँलाई दामी मात्रै नमस्कार धन्यवाद गर्न चाहन्छु र त्यसै गरी हाम्रो विशेष अतिथिज्यूहरू हाम्रो अध्यक्ष हाम्रो सञ्जा परिवारको अध्यक्ष हाम्रो भिडियो भयो अध्यक्ष यसै गरी सम्पूर्ण हाम्रो जिल्लाहरूको प्रतिनिधि गर्दै आउनुभएको प्रतिनिधिलाई पनि
अभिवादन गर्दै र यहाँ पाल्नुभएका सम्पूर्ण लमजुङे दिदी दाजुभाइ तथा गैर लमजुङे दिदी बहिनी तथा दाजुभाइहरूलाई पनि हार्दिक अभिवादन गर्न चाहन्छु। झन्डै 2 वर्षे कार्यकालको यो जुन महाको पद सम्हाल्दै गर्दा चाहिँ पक्कै पनि आबद्ध भएर कुनै एउटा पदलाई 15औं कार्यसमितिको कुराहरूलाई चाहिँ हामीले सच्याएर नै अगाडि बढ्नेछौँ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु। र 14औं कार्यसमितिको नेतृत्व आज म तेस्रो व्यक्ति हुँ। म यति बेला नेतृत्व भइब र हाम्रो सन्तोष ढिङ्गाललाई सम्झन चाहन्छु। उहाँले चाहिँ आजको यो 14औं कार्यसमितिको सफलतालाई चाहिँ ठुलो टेवा पुर्याउनु भएको थियो। त्यस कारणले गर्दा म त थोरै सानो अंश मात्र हो, त्यसमा त्यति ठुलो भूमिका खेल्न पाइनँ र जति खेले अब ठिकै खेले कि जस्तो लाग्छ। कमजोर पक्कै पनि भयो। म त गीत के गाउँदैछु भने आज स्वर जाँदैछ होइन, रमाइलो हुन्छ। म डम्बर काटु हो क्या, डम्बरमा